मालिङ्गा दाइ हो क्या खुब झेली गर्ने बिना आउटको आउट माग्नु Do you hear that? Hi guys, welcome back to my vlog and today is another Tuesday, so another game खेल्न आज गइरहेको छु कोरोना ग्राउन्ड र आज मेरो अलिकति काम भएर म अलि लेट निस्किनु पर्ने थियो के त्यसले गर्दाखेरि म आज आफ्नै बाइकमा हिँडिरहेको छु which you can see now and दाइ अघि मैले दीपक दाइले भन्दै बिर्सेछु कि दाइ म आज बाइकमा जान्छु भनेर सो उहाँले अघि मलाई कल गर्नुभएको थियो म उता बिजी थिएँ कि अनि पिक गर्न सकिनँ एकछिन मैले उहाँलाई टेक्स्ट गरेँ कि दाइ म अहिले ढिलो हुन्छ म आउँदैछु भनेर सो उहाँहरू अहिले ग्राउन्डमा पुगिसक्नु भयो र म चाहिँ अझै बाटोमै छु My sanity about to break while everyone I know's out. On a trip, on a boat, on a lake. I'm tired of feeling all FOMO, babe. गाइस सो जस्ट सुरज दाइले मलाई अघि कल गर्नुभयो कहाँ छौ भनेर मैले दाइ आइसकेँ म 10 मिनट अझै लाग्छ भनेको छिटो आऊ रे मैले भने हाम्रो फिल्डिङ हो कि ब्याटिङ भन्दाखेरि हाम्रो फिल्डिङ हो भन्नुभयो कि अनि मैले भने कि फिल्डिङ हो भने त एकजना अरूलाई अथवा उतै टिमको राख्न मिलिहाल्नु नि भनेर अनि होइन कहाँ अरूलाई दिनु काम भनेर सो म हतार जानुपर्छ इभन म आफ्नो क्यामेरा नै सेटअप गरेको छैन अहिले म अहिले जे रेकर्डिङ गर्दैछु म आफ्नो सनग्लासले नै गर्दैछु सो अब उता गएर क्यामेराहरू ट्याक 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 मिलाएर सब कुरा गर्नुपर्छ तर लेट्स सी भ्याउँछ कि भ्याउँदैन नभ्याएपछि अब अर्को हाम्रो ब्याटिङ आउने पालोमा चाहिँ मात्र हो म ब्याटिङ रेकर्ड गर्छु अहिले उनीहरूको चाहिँ गर्दिनँ गाइस म अलमोस्ट आइसकेँ होइन ग्राउन्डमा अब उयो हाइवे छ हाइवे पारि चाहिँ उता ग्राउन्ड छ कोरोना ग्राउन्ड आज पनि हाम्रो त्यही ट्राई सिरिज नै गेम हुन्छ किनभने आजकल हाम्रो प्लेयरहरू पनि कम आउन थालेछन् के पहिला 18-19 हुन्थ्यो आजकल 12-13 बल्ल बल्ल एउटा टिम बल्ल पुग्छ क्या अहिले सो एउटा टिम पुग्दाखेरि हामी एकअर्कामा त गेम नै लाइक आफूमा प्र्याक्टिस गर्नुभन्दा अर्को टिमसँग गेम खेल्नु नै बेस्ट अप्सन मान्छु क्या म सो आज नै गेम छ आज नै हाम्रो ट्राई सिरिज फर्स्ट गेम हाम्रो शेर्पा टिमहरूसँग छ सो लेट्स गो देयर एन्ड दिस इज द हाइवे गाइज होइन त्यो हाइवे चाहिँ इट गोना टेक यु टु द JFK यहाँबाट JFK नै जान सक्छ होइन जुन यहाँको मेन एयरपोर्ट छ एउटा चाहिँ लागाडिया एयरपोर्ट हो अर्को चाहिँ JFK सो यो बाटो नै हो जाने JFK त्यसले गर्दाखेरि यहाँ एनी टाइम पनि गाडीको ट्राफिक चाहिँ यतिकै हुँदो रहेछ अनि यहाँबाट लङ आइल्यान्ड पनि जान सक्दो रहेछ क्या सो एक ठाउँमा गएर त्यहाँ छुट्टिनुपर्छ लङ आइल्यान्ड जाने अर्को र JFK जाने अर्को एन्ड यहाँको बाटो हेर्नु कति लेन छ 1 2 3 4 वान वेमा 4 अर्को वेमा प्लस दुईवटा चाहिँ सर्भिस रोडहरू पनि छ सर्भिस रोड भन्दा पनि एक्जिट रोडहरू भनौँ एन्ड गाइज अस्ति लास्ट विक के हामी यहीँ एक्जिट के लाइक यो हाम्रो फिल्डमा जानलाई जुन एक्जिट चाहिन्छ नि त्यो एक्जिट हामीले मिस गरेर के लगभग आधी घन्टादेखि 40 मिनट चाहिँ यसकै वरिपरि घुम्नु पऱ्यो सो घरि यताबाट गछौँ घरि यताबाट गछौँ उता पनि हाइवे छ क्या अर्को अनि यताउता गरेर हाम्रो आधी घन्टा यत्तिकै गयो कि जस्ट हामी त्यहाँ आएर लाइक त्यहाँ आएर एउटा जुन एक्जिट लिनुपर्ने हो यो एक्जिट लिनुपर्ने खासमा के तर दाइले मिस गर्नुभयो कि उताको एक्जिट अगाडि नै लिएर उता गयो कि हामी जसले गर्दाखेरि हामी यहाँदेखि यहाँ आउनलाई नै आधी घन्टा लाग्यो सो ग्राउन्ड आज अलिक खाली नै देखिरहेको छु त्यस्तो धेरै मान्छेको चाप छैन र यहाँ FDNY र सम गाडीहरू पनि छ यहाँको गाडीहरूमध्ये प्रायः त हाम्रो दाइहरूको गाडी होला एन्ड यहाँ मान्छेहरू पुरै योगा गर्दैछन् रनिङ गर्दैछन् एन्ड उता हाम्रो विपक्षी टिम पनि दाइहरू आइसक्यो यता आज पिकनिक नै भइरहेछ कसको नुवाकोट निस्कोट रहेछ नेपालीहरूको नै रहेछ निस्कोट समाज USA आई डोन्ट नो निस्कोट कता छ यसो अलि एकछिनमा गएर यसो खानासाना खानु पर्ला जस्तो छ यहाँ गएर यता हाम्रो अमृत दाइ आइसक्नु भयो खोइ टस
ब्याटिङ गरिसकेछ त के हो केस्दै टस भइसक्यो हो अरे गाइस सो हामी ग्राउन्डमा आइसक्यो होइन आज हाम्रो ब्याटहरू पनि यता ब्याटहरू नै आएको छ टन्नै ब्याटहरू सो एकछिन ब्याटको अनबक्सिङ गर्छु तबसम्म म छिटो रेडी हुन्छु त्यो दाइले कराउनु भयो छिटो आऊ भनेर मलाई सियो अहिले यसो आज म यता सिधै बसिरहेको छु है सो फर्स्ट ओभर भइसक्यो फर्स्ट ओभरमा सक्यो सेकेन्ड ओभरको सेकेन्ड बलमा 1 विकेट डाउन यता राख्नु पर्ला मलाई नि गाह्रो नहोस् bowling. So nice 6 guys. आज एकदम गर्मी रहेछ हिजोसम्म वेदर हेर्दाखेरि देखाइरहेको थियो कि गोना बी क्लाउडी भनेर होइन तर आज सनी रहेछ क्या सो एउटा मिस्टेक भयो मिस्टेक के भयो भन्दाखेरि आज म इनर सेतो लगाएर आउनु पर्ने तर ब्लक लगाएर आएको छु कि एकदम पोलिरहेको छ घाम परेर one more wicket so guys 2 wicket down the run maybe like 15 जति रन होला लाइक हिजो पानी परेर ग्राउन्डमा अलिअलि पानी छ हाम्रो फर्स्टमा चाहिँ उता सक्कर ग्राउन्डमा नि खेल्ने भनेर प्लान गरेको थियौँ तर त्यसपछि चाहिँ होइन घाम लागेपछि सुक्छ होला भनेर यतै गऱ्यौँ तर अलिअलि पानी अझै रहेछ ग्राउन्ड अलि वेट नै रहेछ बल अलि ट्राभल मजाले गरिरहेको छैन सो छक्का हान्न सजिलो छ चौका हान्न अलिक गाह्रो होला अहिले तर एकछिन पछि चाहिँ हाम्रो पालोमा सजिलो हुन्छ किनभने तातिन्छ नि त So 4 overs सक्यो 4 होइन फर्स्ट सेकेन्ड थर्ड 4 overs सक्यो रन अराउन्ड 25-26 होला यो कति ओभरको गेम हो दाइ 15 सो 15 ओभर गेम रहेछ 15 ओभरमा यस्तै अराउन्ड 90 सम्म गएर ठिक हुन्छ फेरि यताको बाउन्ड्री स्ट्रेट सानो छ क्या लास्ट टाइम हामी उताबाट ब्याटिङ गरेको थियौँ होइन आज चाहिँ हामी यताबाट ब्याटिङ गरिरहेको छौँ सो स्ट्रेटको बाउन्ड्री अलिक सर्ट छ यता एक्स्ट्रा कभर गर्ने अलिक सर्ट नै हुन्छ सानो सानो हुन्छ सो उता हान्न अलिक सजिलो हुन्छ one more wicket down यहाँबाट क्यामेरामै आएन क्या दाइ त फ्रेममै आउनु भएन तर केही छैन नाइस क्याच है सामु सुदिताले राम्रो एउटा क्याच गर्नुभयो एन्ड विथ दिस क्याच 3 विकेट डाउन सो यहाँ अलि म यताबाट राख्छु क्या सो सबै एङ्गल आओस् भनेर बलिङ केही टेक्निकल एरर आइरहेछ स्कोरिङ बोर्डमा सो उता हाम्रो दाइहरू स्कोरिङ बोर्ड फिक्स गर्दै हुनुहुन्छ म चाहिँ यता क्यामेराको एङ्गल फिक्स गर्दै बसिरहेको छु सो गाइस वान्स मोर ओभर होइन तपाईँलाई म यहाँ अब यहाँको भ्यू देखाउँदैछु सो यहाँ पनि एउटा हाइवे छ है लाइक यो फिल्ड नै हाइवेबाट घेरिएको छ क्या एन्ड त्यहाँ अघि मैले भनेको थिएँ नि यहाँ पिकनिक भइरहेछ कि नेपालको एउटा कुनै अब सोसाइटीको होला पिकनिक अहिले एकछिनमा गएर ब्लग बनाउनुपर्छ त्यहाँ अब चान्स मिल्यो भने खाना दियो भने खाएर नि आइदिने हो अब यसो हाइवेलो भन्ने हो अनि भनिहाल्छ नि ए खाजा खाने भाइ भनेर अनि अझै ठिकै छ भनेर खाएर आउने हो सो आजको लागि चाहिँ खानाको बन्दोबस्त भइसक्यो दामी 6 नाइस 6 मा 10 रन गइसक्यो गाइस एन्ड मेबी यो ओभर अलि एक्सपेन्सिभ होला जस्तो छ
सो गाइज 1 मोर विकेट यता एङ्गल मिलेन अघि त्यो दाइले क्याच गर्नुभयो सो 1 मोर विकेट डाउन ए अघि सो गाइज आजको के मोडल रहेछ भन्दाखेरि आज चाहिँ पानी पर्दैन कि सो आजको डे चाहिँ एकदम राम्रो छ सनी छ अनि सो हामी र सेपट्टि मैले खेल्दैछु होइन सो यो टिमबाट जो जित्यो नि त्यो फाइनलमा पुग्यो जो हार्यो नि जो हार्छ त्यो चाहिँ तिब्बतियन टिमसँग खेल्छ कि अनि तिब्बतियन टिमसँग जो जित्छ नि त्यो हामीसँग फाइनल खेल्ने हो अनि हार्यो भने घर गयो सो मेबी आज 1 2 and 3 तीनवटा गेम हुन्छ होला यहाँबाट जो जित्यो फाइनल जो हार्यो त्यो चाहिँ अर्को गेम खेल्छ सो हामीले यो जित्न पाए रेस्ट गर्न पाउँछौँ नि त सो जो गर्छु यो गेम सो अहिले 12 ओभर रनिङ होइन 12 ओभरमा उनीहरूको यस्तै 6 कि 7 विकेट गइसक्यो एन्ड जस्ट अहिले 1 विकेट अझै गयो बोल्ड है हाम्रो तेजन दाइले बोल्ड गर्नुभयो सो अब यसपछि हाम्रो के प्लान छ भन्दाखेरि उनीहरूको अब लास्टको त्यो 3 ओभर डेथ ओभर हुन्छ नि डेथ ओभर त्यसमा चाहिँ धेरै रन नदिने अलमोस्ट लाइक म्याक्स जाने भने 8 रन पर ओभर मात्र हो त्योभन्दा बढी नदेखेर हाम्रो किनभने टार्गेट धेरै जान्छ र अहिलेसम्म पनि यो ग्राउन्ड सुकेको छैन कि जसले गर्दाखेरि बल चाहिँ अलि स्लो ट्राभल भइरहेछ क्या एन्ड मैले अघि अस्तिको त्यो डिजे अस्मो भन्ने दाइ हुनुहुन्थ्यो नि मालिङ्गा दाइ उहाँलाई भिडियो देखाएँ हाँस्दै हुनुहुन्थ्यो सब्सक्राइब गर्नुभयो कमेन्ट नै गर्नुभयो पुरै कमेन्टमा के लेख्नु भएको छ भन्दाखेरि हिमालयन किङ्स तुमले हमारा 240 रुपियाँ लुट लिया मारूंगा सबको अगली गेम में भनेर चाहिँ लेख्नुभयो अहिले चाहिँ उहाँ अम्पायर बस्दै हुनुहुन्छ मजाले सो 102 को आई थिङ्क 102 को टार्गेट रहेछ सो हामीलाई अब 90 बलमा 102 रन हान्नुपर्ने जुन चाहिँ त्यस्तो गाह्रो छैन तर हामीले विकेट बचाएर सिङ्गल ओभर खेल्नुपर्छ अस्तिको सेकेन्ड गेम जस्तो कोलाप्स हुनु भएन मतलब फेरि गाह्रो पर्छ एन्ड दिस इज द हाम्रो मलिङ्गा दाइ ल बोल्ड भएको म खिचिरहेको छु दाइ ओके मलिङ्गा दाइ बोल्ड ये तो 1 रन भी नहीं है यार आप क्या कर रहे हो गाइस सो म खोजी दाइ आज अपना जाँदै हो म आफ्नो नयाँ ब्याटले खेलिरहेको छु लेमेसी कस्तो हुँदो रहेछ नयाँ ब्याट
गाइस सो यहाँ झेली भएको अवस्था हाम्रो मालिङ्गा दाइ हो क्या खुब झेली गर्ने बिना आउटको आउट माग्नुहुन्छ अघि पनि यस्तै म लेकम्पर बस्दाखेरि त्यस्तै भएको थियो खासमा यो बल एकदम बाहिर थियो हामीलाई वाइड साइडतिर थियो ब्याटबाट केही कनेक्सनै थिएन तर पनि यत्तिकै बलरले आउटलाई अपिल गर्नुभएको थियो जुन चाहिँ एकदम अनफेयर नै अपिल थियो गाइस सो 8 ओभर सक्यो होइन हाम्रो 8 ओभरमा यस्तै 55 रन छ अब अर्को 7 ओभरमा हामीलाई 48 रन अझै चाहियो होइन सो 7मा 48 चाहियो 7को रन रेटले अब 3 विकेट गर्छ तर अझै हाम्रो प्रदीप दाई र राजेश दाई खेल्दै हुनुहुन्छ होइन हामी चाहिँ यता गफसप गर्दै बसिरहेको छौँ एन्ड हाम्रो पछाडि अघिदेखि नै पिकनिक भनिरहेको छु अहिले एकछिनमा उनीहरू खासमा म्याग्दीको रहेछ क्या सो म यता बागलुङको दाइले लिएर जान्छु कि दाइ जाऊँ होइन यसो हाई हेलो भन्ने खाएर आउने भनेर अब लाइक मगर समुदायको छ सो पोर्क स्योर नै हुन्छ तर म पोर्क खाँदिनँ तर अर्को हुन्छ नि त के भन्छ चिकन होला सायद अनि गोट होला त्यो चाहिँ खाएर आउनुपर्छ म र यहाँ अमृत दाई चाहिँ प्लान गर्दैछु दाइ लेट्स गो होइन अनि खाएर आऊँ भनेर ओ नाइस सट गो फर द 6 गाइज हाम्रो प्रदीप दाइ एकदमै बुझ गरेर खेल्दै हुनुहुन्छ अपना जानुभएको थियो अहिले आई थिङ्क 25-26 रन हान्दै स्टिल खेल्दै हुनुहुन्छ म चाहिँ फकरमा बोल्ड भयो होइन एकदम हिलोरको बल थियो अनि अगाडिबाट म रोक्न खोजेको एज लागेर बोल्ड भयो क्या जम्मा 7 बल खेल्न पाएँ 7 बलमा एउटा छक्का 2टा चौका 16 रन हाने स्ट्राइक रेट राम्रो थियो तर अझै 2-3 ओभर टिकेर खेल्न पाए ठिक हुन्थ्यो नाइस यो यतितिर बल आयो यहाँ फिल्डर 1 रन सो अब 17 बलमा 21 रन चाहियो रिक्वायर्ड है गेम अब अन्तिमतिर आइसकेछ नाइस 4 एकदम रिक्वायर्ड नै थियो यो चौका चाहिँ सुरज दाइले हान्नुभयो चौका सो यो सँगै अब हामीले कति रन चाहियो 6 ल एउटा अझै छक्का सो 6 भयो त 17 रन त अहिले नै आयो सो अझै अब 4 रन चाहिन्छ जित्नलाई
यो सँगै लगातार 3टा छक्का हानेर हामीले गेम जितिसक्यौँ। सो हाम्रो फिनिसिङ सुरज दाइले आफ्नै स्टाइलमा गर्नुभयो 4-6-6-6 हानेर। सोधौँ त के भन्नुहुन्छ उहाँ यो छक्का बारे। पहिला हामी आफ्नो पूर्व कप्तानलाई सोध्छौँ कस्तो फिल भइरहेछ? एकदम विन बाई 6 विकेट। ओके 6 विकेट जित्यो। हाम्रो छक्का हान्नु दाइलाई सोध्नुपर्छ। कतिवटा छक्का हान्नुभयो? जम्मा 3टा यार, हान्नै परेन अरू त यार। सन्दीपले तपाईँको चान्सै आएन। गाइस सो यो हाम्रो मेरो नयाँ ब्याट विवेकमै यो पिचले धेरै डिस्टर्ब गर्यो त्यो तल म्याच भएर। तिमीले आज त राम्रो खेल्नु। सो नयाँ ब्याट चाहिँ ठिकै लाग्यो। मैले यो ब्याटले खेलिनँ, म त्यो अर्को अस्ति लास्ट विकको ब्याटले खेलेको थिएँ। हल्का यो भारी जस्तो फिल भइरहेको छ क्या गाइस। सो अहिले हाम्रो ब्याटको एक्जिबिसन छ है। म गन्छु ब्याट कतिवटा रहेछ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 14वटा ब्याट छ। सबैले 14वटा ब्याट 14वटा मात्र रन हानिदिए त गेम हामी यतिकै जित्छौँ नि। एउटा मान्छेसँग 14वटा ब्याट छ, रन चाहिँ 14वटा मुस्किलले आउँछ के। माग्ने मान्छे यता छ, दिन लाग्यो उताबाट फेरि यता अर्को गेम स्टार्ट भयो गाइस। कार्पेट अहिले निकालिरहेछ। सो हामीले फर्स्ट गेम जित्यो होइन, त्यसपछि अब यो सेकेन्ड गेम चाहिँ हामीले खेल्नु पर्दैन। अब यो सेकेन्ड गेममा जो जित्छ त्यो हामीसँग फाइनल खेल्ने हो। र यहाँ हाम्रो अमृत दाई हाम्रो उसमा खेल्न नपाउनु भएर फेरि यता नि अर्को गेम नि खेल्न अर्को टिमबाट रेडी। उहाँलाई त्यतिले पुगेन अरे यो गेमले। सो यहाँ फिल्डिङ बस्नुभयो उहाँ। अनि होइन त म यसो म्याट निकाल्न आउँदाखेरि यसो गरिदिरहेको छु कि म्याट निकालिरहेको छु। सो यहाँ हाम्रो म्याट निकाल्ने कुरा चाहिँ भएको थियो तर ननिकाल्ने, हामीले क्रिज मात्रै त सार्यो हो। सो क्रिज 1 स्टेप यता सार्यो। ओके सो 1 स्टेप यता बढायो। यसको मतलब अब यो लङ्गन र स्ट्रेटको बाउन्ड्री हल्का सानो हुने भयो। आप लोग कितने ओवर खेल रहे हो? T12 खेल रहे हो या 15? जल्दी जल्दी खेलो। फाइनल जल्दी खेल के मेरे को घर जाना है, इसलिए आज अपॉइंटमेंट है दांत का। आज तो छोड़ दो ना। Time can move so strange. That don't mean my mind has changed. You know I want it. You know I want it. यो ब्याटहरू गाइज यति कस्टली ब्याटहरू छ। यो सब ब्याटहरू नि नेपाली कन्भर्ट गऱ्यो भने मोर देन 1.5 लाखको ब्याटहरू छ क्या। भर्खर अस्ति 1 हप्ता अगाडि डेलिभर भएको ब्याटहरू छ, त्यो मात्र छ 1.5 लाखको। अरू ब्याटहरू पुरानो पनि छन् कि। पैसा चाहिँ यति खर्च गर्ने ब्याटमा रन चाहिँ त्यतिकै रन हान्यो भने त हाम्रो टिम त अस्ति फाइनल जितिहाल्थ्यो नि। हाई गाइज सो अब उता गेम सकिन लाग्छ। गेमको फर्स्ट इनिङ हाम्रो उर्गेन दाइले चाहिँ खतरा हाफ सेन्चुरी हान्नुभयो। 19 बलमा 51 रन थियो क्या। र अब एउटा इनिङ बाँकी छ। के गर्ने भन्दाखेरि म यसो यो कोरोना पार्कको टुर गर्न आएँ, यसो साइकल कुदाउँछु। र यतातिर हाम्रो मगर सोसाइटीको पिकनिक हुँदैछ। मेबी उता गएर नि हेर्छु के पकाइरहेछ उनीहरूले। त्यसपछि चाहिँ यसो 5-10 मिनट चाहिँ घुमेर आउँछु। Do you hear that? My sanity about to break while everyone I know's out. On a trip, on a boat, on a lake. I'm tired of feeling all FOMO. Babe, I don't even care if we stay home. Put our to-do list on ice. We crank the AC to 79 and make a little island ride. सो यो चाहिँ यताको लेक भनौँ है, यो ग्राउन्डको लेक हो। र यहाँ त्यो साइक्लिङको पनि सर्भिस दिएछ। सो यहाँ सायद लिज गर्नुपर्छ होला होइन। साइकल काठ के छ त्यो गरेर यो फिल्डभरि घुम्न मिल्छ होला। अब सर्टेन आवरको लागि होला। Not wasted, 'cause paradise is wherever we make it. Paradise
comes up Monday, we'll tell our phones, do not disturb. I got my straw hat, babe. And you can finally pull the tags on your Tommy Bahama shirt. Blue crush up on the 85-inch sound machine when we wanna hear the ocean. I think everything we need is right here. And there ain't a palm tree. गाइस सो टाइम अहिले अलमोस्ट 2:15 भइसक्यो होइन 2:25 2:30 भइरहेछ उनीहरूको बल्ल एउटा इनिङ सक्यो सो अर्को इनिङ पनि लगभग 3:30 बजेतिर सकिन्छ होला एन्ड मेरो आज दाँतको अपोइन्टमेन्ट रहिसक्यो 4:30 बजे आई डोन्ट नो म भ्याउन सक्छु कि सक्दिनँ अब 4:30 बजे घर गएर फ्रेस भएर जानुपर्छ त्यसको लागि म यहाँबाट लगभग 3:30 बजे निस्किनुपर्छ जुन चाहिँ मलाई लाग्छ पोसिबल छैन यो गेम सकिनै 1 घन्टा लाग्छ त्यसपछि सायद 10-15 मिनट ब्रेक होला त्यसो बल्ल स्टार्ट हुन्छ त्यो पनि हाम्रो ब्याटिङ आउँछ कि फिल्डिङ थाहा छैन कि सो एकचोटि म पहिला कल गर्छु त्यो उसमा मेरो यो अपोइन्टमेन्ट भोलि पर्सि सार्न मिल्छ कि मिल्दैन यदि मिल्यो भने चाहिँ म भोलि पर्सि नै सार्छु बिहानै 10 बजीतिर नभए चाहिँ अब म ट्राई गर्छु हेरौँ के हुन्छ एकचोटि म कल गरेर चाहिँ सोध्छु के भन्दो रहेछ Naked life's too short, let's not waste it. 'Cause paradise is wherever we make it. Paradise is wherever we make it. AC to 79. Paradise is wherever we make it. सो अहिले म आफ्नो डेन्टिस्टलाई कल गरेँ अनि कल गरेर भने कि म आज भ्याउन सक्दिनँ सो मेरो अपोइन्टमेन्ट अब अर्को हप्ता आई मिन यही विक तर अरू दिन चाहिँ म गर्छु भनेर एन्ड दे से दैट इट्स ओके भाई समोसा खा लो एक नहीं 2 खा लो नहीं पक्का खाओ ना 2 खाओ 3 खाओ लेकिन थक जाओ कि अगले गेम में मत मारो नहीं एक्टिव होने के लिए पैसिव होने के लिए खाओ हो गया ऐसे भी वो नहीं मरेगा एटलीस्ट आज आया है कुछ तो करो फाइनल खेलेगा ना बस फाइनल में अब करेगा पहला मैच में मारा थोड़ा दूसरे मैच चल क्या कैसे मारेगा चटनी का है भाई चटनी नहीं है यार ऐसे ही खाओ ना क्या चटनी खा सो गाइस मेरो ब्याटको चाहिँ डेन्टिङ पेन्टिङ भयो ओ शिट कलर यो नाम मजाले देखोस् भनेर There ain't a palm tree inside, but there's not a cloud in your blue eyes. We need a drink, I'll be the bartender. गाइस सो सेकेन्ड अब फाइनल गेम है हामीले चाहिँ टस गरेनौँ किनभने हाम्रो विपक्षी टिमले चाहिँ के उनीहरू अस्ति अघि लाइक फिल्डिङ बसेको थियो कि सो एकचोटि अझै फिल्डिङ बस्दाखेरि उनीहरूलाई गाह्रो हुन्छ सो हामीले गऱ्यौँ कि हामीले लाइक यो डिसाइड गऱ्यौँ कि हामीहरू फिल्डिङ बस्छौँ तपाईँहरू ब्याटिङ गर्नु भनेर सो द्याट उनीहरूले रेस्ट पाउँछ नि त किनभने लगातार 2टा गेम किनेर खेल्नुपर्छ सो फिल्डिङ बस्नुपर्छ हामी सो म चाहिँ अब आफ्नो यता आफ्नो सामानहरू लिएर हामी लाइक क्यामेरा लिएर चाहिँ गइरहेको छु फेरि यता गर्नुलाई मेबी म आज किपर बस्छु होला किपर बसेपछि क्यामेराहरू मिलाउन सजिलो हुन्छ नि त Alright guys, so I think everything we need is right here. And there